यो अहिलेको यो नेतृत्वहरूलाई विज्ञानसँग किन यति साह्रो रिस? विज्ञानले के खाइदिएको छ? विज्ञानले गर्दा नि अहिले यहाँ संसार कहाँ पुगिसक्यो हो? अनुसन्धान नवपरिवर्तन गर्दा संसार कहाँ भइसक्यो? के साह्रो रिस गरेको? पहिलाको पुरानो सरकारहरूले त गर्यो ठिक छ। मैले पुरानो सरकारहरूलाई के भन्थेँ भने उहाँहरू बुढा हुनुभएको छ अनि अलि दिमागले भेटेन होला, गरेन। अहिलेकोले त भेट्नुपर्ने हो नि, खै भेटेको? यो कुरा चाहिँ म चाहिँ एकदमै छ। र यही कुराले रिस उठेर मैले हिजो बेलुका चाहिँ के गरेँ भने मेरो फेसबुकमा मैले यो सबै नेताहरूलाई श्राप दिन्छु भनेर कसैको पनि दिमागमा विज्ञान प्रविधि नववर्धन भन्ने कुरा यिनीहरूको दिमागमा पस्दै नबसोस् भनेर मैले श्राप दिएको थिएँ। त्यो चाहिँ रिसको झोकमा गरेको हो। माफी चाहन्छु। यो कुरालाई सुधार्नुहोस्, मेरो श्राप म फिर्ता लिन्छु ल। यही हो कुरा। त्यस कारणले यो प्राधिकरणबाट यो विज्ञान प्रविधि तथा अनुसन्धानको विकास गर्ने कुरा नसोचियोस्, मन्त्रालय नै चाहियो। मन्त्री चाहिँ एकदम जान्ने, त्यो विषयको धुरन्धर को छ छानेर ल्याउँ। अनि त्यो मन्त्रालयमा सचिव जुन छ प्रशासनिक तहबाट होइन, विशेष सचिव, विशेष सहसचिव, विशेष कर्मचारी, त्यो क्षेत्रकोलाई मात्रै राखेर त्यो मन्त्रालय चलाउँ। नेपाल चाहिँ एकदमै 10-15 वर्षमा पुग्छ। तपाईँहरूको सरकारले अहिले जो कल्पना गर्नुभएको छ त्यो हुन्छ। भएन भने 10 वर्ष त चलाउला रासोपाले, त्यसपछि फेरि अहिलेको जस्तो कुनै आन्दोलन हुन्छ अनि जान्छ। किनभने अर्थतन्त्र बन्दैन, विज्ञान प्रविधि नभइकन अर्थतन्त्र बन्दैन। बनाएर देखाउनु हुन्छ भन्ने कुरामा पनि म विश्वास गर्दैन। संसारमा कसैले पनि विज्ञान प्रविधि अनुसन्धान नवप्रवर्तनलाई प्रयोग नगरिकन अर्थतन्त्र बनाएकै छैन। संसारमा नभएको कुरा नेपालमा बन्छ?